हेलो वेलकम टु माई युट्युब च्यानल। हजुरलाई सबैलाई स्वागत छ। आज म मुखबान भिडियो लिएर आएकी छु। मेरो यो पहिलो मुखबान भिडियो हो। आज चाहिँ मैले करेन्ट चाउचाउ र वाइवाई मिक्स गरेर, किनकि म धेरै पिरो खान पनि सक्दिनँ, अनि अन्डा छ या चाउचाउ छ। अब म भिडियो स्टार्ट गर्छु है त। कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला। शेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला। तातो एकदमै तातो छ। बाफाइरह आज मलाई भिडियो बनाउनु मन लाग्यो, अनि त्यही भएर मुखबान भिडियो बनाउँछु भनेर अनि स्टार्ट गरेको। म 2 PM र वाइवाई मिक्स गरेको, किनकि म धेरै पिरो खान सक्दिनँ, अनि त्यही भएर त्यो भयो भने ठिक्क हुन्छ पिरो भनेर दुईटा मिक्स गरेर बनाएको। यति थोरै पिरो हाल्दा नि पिरो भइसक्यो मलाई त, पिरै खान नसकिने। अन्डा चाहिँ कस्तो भयो, राम्रै भएन। पिरो यति खाँदा पनि कति धेरै पिरो भएको छ भने, खोर्सानी पनि धेरै नहाल्दा पनि, किनकि पिरै खान नसक्ने म त। अलिकति खाएँ कि पिरो भएर कस्तो गाह्रो हुन्छ। म अम्लेट बनाउँदा चाहिँ जहिले पनि सादा बनाउँछु, सादा पनि राम्रो लाग्छ। नुनै हाल्दिनँ। म चाहिँ पिरो र नुन एकदम कम खाने भएर होला, मलाई अलिकति भयो भने नुन चर्को भइहाल्छ। तातो भएर पोली पनि राख। यो छिटो छिटो खान्छु, अनि भाइले बाबुलाई लिन पनि जानु छ। पिरो भयो। कस्तो पिरो भएको है यति पनि। भिडियो बनाउँदै आफै काट्यो भने मैले फर्स्ट टाइम बनाएको कस्तो हुन्छ थाहा त छैन, बनाउन पनि खासै आउँदैन। तर युट्युबमा चाहिँ खोल्ने र बनाउने रहर चाहिँ एकदम लाग्छ। ब्लगहरू बनाउने एकदमै रहर लाग्छ, तर कसरी खोल्ने होला भन्ने, कसरी गर्ने होला नै खासै राम्रो आइडिया चाहिँ छैन मसँग। आइडिया छैन मसँग।
पिरो पनि भयो धेरै पिरो खानै नसक्ने पिरो भइसक्यो एकदमै पिरो भइसक्यो यति खाँदा नि पिरो पनि भयो मिठो पनि भएन धेरै पछि खाएँ मैले त एकदमै धेरै एकदम धेरै पछि खाएँ त्यही पनि नर्मल टुपिया त्यही मसला सबै हालिदिन पिरो एकदम हुन्छ मलाई कमै हाल्नु खाएर नि सकिसकेँ कस्तो लाग्छ मेरो भिडियोहरू लाइक शेयर सब्सक्राइब गर्न नबिर्नु होला हस् त नमस्ते बाई बाई लभ यु अल